नमस्ते नमस्ते सर, हजुरलाई धेरै धेरै धन्यवाद। आज चाहिँ हामीलाई तपाईँको हाम्रो चाहिँ ओमेगा वाटर प्युरिफायरको प्रो मोडल चाहिँ उहाँले आज हाम्रो विशेष हाम्रो जडानको लागि चाहिँ अर्डर दिनुभएको हुनाले चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो चाहिँ यो वाटरले अब जोडिसकेपछि यो वाटर प्युरिफायर मेसिनहरूले कस्तो किसिमको होइन प्रक्रियामा चाहिँ काम गर्छ, अनि कुन कुन पार्ट्सले के काम गर्छ, अनि कसरी चाहिँ पानी प्रोडक्सनहरू हुन्छ भन्ने कुरा चाहिँ म सरलाई बुझाइदिन लागेको छु। स्पेसल्ली अब हामीले चाहिँ मेसिन ल्याइसकेपछि मेसिनलाई हामीले अनबक्सिङ गरिसकेपछि फर्स्टमा चाहिँ फिटिङ गर्छौँ होइन। फिटिङ गरिसकेपछि हामीले चाहिँ यसलाई हाम्रो र वाटरमा कनेक्सन गर्नुपर्छ। र वाटरमा कनेक्सन गरेपछि हामीले ठ्याक्क यहाँ डिबी सेट हामीले लगाएर अब तपाईँको यो लाइन पनि अन छ, तपाईँको हाम्रो फिल्टरले कन्टिन्युसली पानी लगेको छ। अब हाम्रो प्रक्रिया सुरु हुन्छ। सबभन्दा फर्स्टमा चाहिँ हाम्रो प्री काटेज फिल्टरले चाहिँ पानी छान्ने काम गर्छ। यसको काम भनेको के हो भनेपछि सर होइन, जस्तै हाम्रो पानीमा आउने ट्याङ्कीमा जस्तै बालुवा, लेदो, माटो, हिलो होइन, अथवा भने किरा फटेङ्ग्रा अथवा भनौँ केही न केही भनौँ हाम्रो भौतिक अशुद्धिहरू जुन हाम्रो आँखाले हेर्न मिल्छ, अथवा पानीमा भएको रसायन तत्त्वहरू, कालो पदार्थहरू अथवा कहीँ गएर पहेँलो पदार्थहरू पनि पानीमा चाहिँ हुने गरे हुन्छ। अनि त्यो यसले चाहिँ छान्ने काम गर्छ। फर्स्टमा चाहिँ यसको भनेको प्री काटेज फिल्टर, यसको आफ्नो नाम हुन्छ होइन। अनि यो काटेजलाई हामीले प्रत्येक 3-3 महिनामा सर्भिस गर्नुपर्ने हुन्छ। प्लस हामीले चाहिँ यो मसिनको हामीले स्टोरेज ट्याङ्कीहरू सबै हामीले चाहिँ सर्भिस गर्नुपर्ने हुन्छ होइन। अब यसपछि हाम्रो पानी छानिसकेपछि हाम्रो मेसिनले चाहिँ आफ्नो पानीलाई इन गर्छ होइन। इन गरिसकेपछि फर्स्टमा चाहिँ हाम्रो यहाँनिर एउटा सेडिमेन्ट फिल्टर भनेर हुन्छ। यो प्री काटेज फिल्टर गर्यो, अनि यो माथि हाम्रो सेडिमेन्ट फिल्टर काटेज हुन्छ। भनेको मतलब यो सेडिमेन्टले यो प्री कार्बनले छान्न नसकेका होइन अझै सूक्ष्म पदार्थहरू, अझै सूक्ष्म माइक्रो चिजहरू भनेको हाम्रो सेडिमेन्ट फिल्टरले गएर छान्छ। यसले छान्ने भनेको तपाईँको डस्ट अनि तपाईँको त्यसपछि रस्टहरू, खिया टाइपका पदार्थहरू चाहिँ सेडिमेन्ट फिल्टरले छान्छ होइन। सेडिमेन्ट फिल्टरले छानिसकेपछि हाम्रो यहाँनिर सर्भिसिङ 3 महिना हो नि, यसको पनि यसको पनि हजुर 3 महिना सबै मेसिनकै एभरेजमा तपाईँको 3-3 महिना। अब ढिला चाँडो काम व्यस्तताले गर्दा 4 महिना पनि हुनसक्छ कहिलेकाहीँ। अब त्यो तपाईँ चेकलिस्ट बनायो भने कतिखेर लाग्यो तपाईँको हाम्रो ठ्याक्क यस्तो खालको सर्भिस कार्डहरू हुन्छ। सर्भिस कार्डहरू हुन्छ तपाईँको 2टा प्रति छ, एउटा प्रति हामीले तपाईँलाई छोडिदिन्छ होइन, एउटा प्रति हामीले लगेर जान्छ। अब आज यसमा हामीले मेसिन जोडेको डेट अनि के कस्तो छ, कस्तो मेसिन जोड्यो, कुन जोड्यो, कसले आएर जोड्यो, सबै डिटेल्सहरू हुन्छ होइन। अनि हाम्रो फोन नम्बरहरू यसैमा हुन्छ। अनि यो एउटा कार्ड तपाईँलाई छोड्छ, एउटा हामीले लगेर जान्छ। अब यो कार्ड हामीसँग अफिसमा हुन्छ, हामीले यो कार्ड हेरेर सर्भिसको रिभ्यू कार्ड छ भनेर हामी चाहिँ यो सर्भिस कार्ड अनुसार हेर्न आउँछौँ होइन। अब यो सेडिमेन्टले छानिसकेपछि हाम्रो यहाँ एसबी भल्भ छ होइन। यो सोलिनाइड भल्भ हो, यो चुम्बकीय शक्तिले चल्ने हुन्छ। यसमा तपाईँको करेन्ट पास हुने बित्तिकै यसमा चाहिँ हाम्रो चाहिँ लगभग 24 भोल्ट डिसी करेन्टमा यो चाहिँ चुम्बकीय उत्पादन गर्छ, चुम्बकीय ध्रुवहरू बनाउँछ। अनि यसले चाहिँ एक प्रकारको गेट पासको काम गर्छ होइन। गेट पासको काम के गर्छ भने हाम्रो योबाट ट्याङ्कीको प्रेसरले त पानी धकैले हुन्छ। यदि हाम्रो त्यसको पानीलाई बिचमा बाटो रोक्ने भएन भने पानी त कन्टिन्युसली मेसिनमा गएको हुन्छ। बत्ती नभएको बेला चाहिँ यो एसबी भल्भले चाहिँ आफ्नो बाटोको पानीलाई चाहिँ रोकिदिने काम गर्छ होइन। रोकेर दोस्रो प्री कार्बन फिल्टरमा नजान दिने हुन्छ कि। बत्ती छैन भने हाम्रो पानीको सर्कुलेसन त रोक्न पर्यो कहीँ न कहीँ। अनि रोकिएन भने त पानी त कन्टिन्युसली बगे हुने भयो। त्यो चिजलाई चाहिँ रोक्नको लागि हाम्रो प्री कार्बन फिल्टरसम्म चाहिँ पानी आउनुभन्दा अगाडि चाहिँ हाम्रो एसबी लागेको हुन्छ। अब यसलाई डाइरेक्टली सुरुमा लगाउन पनि मिल्यो, आफ्नो किसिमले जता लगाउन पनि मिल्यो होइन। खालि यसको काम भनेको पानी जो लाइट छैन ठुलो रोक्ने काम हो। अब त्यसपछि चाहिँ हाम्रो मोटरले पानी लिन्छ। मोटरले पानी लगेपछि यो मोटरहरू तपाईँको 75 जिपिटीको, त्यसपछि 80 जिपिटीको, अनि 100 जिपिटीको, अनि त्यसपछि 150, 200 जिपिटीको गरेर माथि बढ्दै जान्छ। जिपिटी भनेको यसको मतलब के हो भनेपछि ग्यालन पर डे। जस्तै 100 जिपिटीको मोटर छ भनेपछि यसले चाहिँ 1 घन्टामा चाहिँ अथवा 1 दिनमा चाहिँ 100 ग्यालन पानी भर्न सक्छ भनेको चाहिँ। जीको मतलब ग्यालन भइगयो, अनि टीको मतलब पर भइगयो, टीको मतलब डे भइगयो। 100 ग्यालन पर डे भन्न खोजेको थिएँ होइन। अब यो बुस्टिङ प्रेसर यदि कम छ भने हाम्रो आरओमिटरलाई धक्का पुग्छ। मेसिनले यो पानी अहिले जुन किसिमले उत्पादन गरेको छ त्यो किसिमले पानी उत्पादन नगर्न सक्ने हुन्छ होइन। यसरी सर्व हेर्दाखेरि चाहिँ हामीलाई चाहिँ मोटर हाई प्रेसरको चाहिन्छ। हाम्रो यो स्पेसली इम्पोर्टेड मोटर पम्प हो यो चाहिँ
तपाईँको जो कहाँ यो हाम्रो तपाईँको चाइना हो होइन तपाईँको चाइनाबाट इम्पोर्टेड मोटरहरू प्रायः जसो चाइनाबाट नै बन्छ यो मोटरहरू अहिले चाहिँ इन्डियामा पनि उत्पादन गर्न लागिसक्यो नेपालमा चाहिँ यसको प्रोडक्सन हुँदैन मेसिनहरूको तपाईँको टोटल्ली प्रायः जसो चाइनाबाट इम्पोर्टहरू हुन्छ होइन अनि तपाईँको चाइनाबाट इम्पोर्ट भयो भने कतिपय हाम्रो काठमाडौँतिरको अनि तपाईँको पोखरातिरको ठुला ठुला सब्जीहरू तपाईँको डाइरेक्ट चाइनाबाट इम्पोर्ट गर्छौँ होला अब हामीलाई चाइनासँग अलिकति हाम्रो अब दूरी टाढा भएको हुनाले अब उतातिरको भाषा बोली वचन अब एउटा अलग्गै भएको हुनाले हामीलाई चाहिँ उतातिर नेटवर्क मिलाउन अलिक असजिलो हुन्छ त्यसले गर्दा हामीले चाहिँ इन्डियातिर सर्कल मिलाउने होइन तर इन्डियन पार्टीहरूले पनि फेरि चाइनाबाट इम्पोर्ट नै गर्छ होइन त्यसरी चाहिँ घुमिफिरी चाहिँ हामीसँग आउने भन्नाले डाइरेक्ट मक्यो भने यो बेसी हुन्छ नि चाइनाबाट मगाउने यो छ नि काठमाडौँको सावरले उनीहरूले चाहिँ मगाउने र हामीले इन्डियाबाट मगाउँदाखेरि फरक कति पर्छ हल्का हल्का तपाईँको अब उनीहरूले अब डाइरेक्टै इम्पोर्ट गरेर ल्याउने भयो तर हामीले चाहिँ अब सेकेन्ड पार्टीसँग इम्पोर्ट गर्दा इन्डियाको एडिसनल्ली थोरै हामी कस्टिङमा चाहिँ पर्छ प्लस तपाईँको अब अन्य कुराहरूले पनि धेरै कुराले कस्टिङमा हुन्छ अब तपाईँको त्यसपछि सेडिमेन्ट यो प्रिकार्बनले गइसकेपछि हाम्रो चाहिँ आरो मेम्ब्रेनमा मोटरले पानी पठाउँछ होइन एउटाले तपाईँको सक्सन गर्ने पानी हुन्छ एउटाले बुस्टिङ हुन्छ मोटरमा सिस्टम हुन्छ एउटाले मुखतिर तान्छ फुक्न पर्ने त्यो सिस्टमले चाहिँ हाम्रो आरो मेम्ब्रेनमा पानी पठाउँछ यसभित्र हाम्रो चाहिँ आरोको पानी खान्छौँ भनेर प्रायः जस्तो इन्डियामा कुराकानी हुन्छ आरो भनेको यसभित्र हुन्छ आरोको मतलब हुन्छ रिभर्स ओस्मोसिस होइन एउटा भर्टिकल्ली पानी जान्छ एउटा होरिजन्टली पानी जान्छ जुन तपाईँको भर्टिकल्ली जान्छ त्यो रिजिड वाटर आइरहेको छ यहाँ चाहिँ होइन जुन हाम्रो होरिजन्टली घुम्दै फिर्दै जान्छ जस्तै सुन्नुहोस् अब हाम्रो यहाँनिर दुईवटा पोइन्ट छ होइन यो एउटा पोइन्ट रिजेक्ट वाटरको पोइन्ट हो यहाँनिर हाम्रो एफआर छ एफआर भनेको तपाईँको 450 को 350 को यो एफआरहरू हुन्छ होइन यो एफआरहरूमा तपाईँको ब्लक सिस्टम आयो भने जस्तै यो एफआर भनेको हामीले कुलोतिर पानी लगाउँदाखेरि आफ्नो खेतमा पानी धेरै हाल्नु पऱ्यो भने अगाडि बाँध लगाइदिन्छ त्यस्तै खालको एउटा एफआर भनेको फ्लो रेस्ट्रिक्सन हुन्छ त्यसले आफ्नो अगाडि बाँध रोक्यो भने अनि बल्ल यो प्रोडक्सन हुन सुरु गर्छ प्योर वाटर यदि हामीले यो रिजेक्ट हटाइदियौँ भने पुरै पानी रिजेक्ट हुन्छ एक थोपा पनि प्योर पानी आउँदैन त्यही भएर यो कहिलेकाहीँ ब्लक भयो भने हाम्रो फोहोर पानी पुरै रोकिहाल्छ जुन दिन हाम्रो यो एफआर ठिक हुन्छ हाम्रो यो पानी कन्टिन्युसली फालेको हुन्छ जुन दिन हाम्रो यो एफआर ब्लक भइदिइहाल्छ सोच्नुहोस् मेसिनको प्रेसर पुरै रोक्छ अनि पुरै ठाउँबाट लिकेज पनि गराइदिन सक्छ भित्र मेसिनहरूमा तपाईँको प्रब्लम हुन सक्छ मोटरको ब्यारिङहरू ढिल्ला भइदिन सक्छ होइन त्यो केसमा हामीले के गर्ने बन्द गर्ने त्यो केसमा अब हामीले चाहिँ सिधै मसिनको बटन स्विच अफ गर्ने अनि हामीले चाहिँ सकेसम्म छिटो फोन गर्ने होइन अनि त्यसपछि अर्को पोइन्ट छ प्योर वाटरको यो प्योर वाटरको पोइन्ट हाम्रो गइराखेको छ तपाईँको युभी क्यान्डलमा युभी भनेको अल्ट्रा भायोलेट रेज हो जसले चाहिँ कीटाणुहरू जर्म्सहरू ब्याक्टेरियाहरू जस्तै सुन्नुहोस् अब तपाईँको यो आरो मेम्ब्रेनको जस्तै अघि नै हामीले 201 TDS को पानी हाम्रो पानी छ होइन अब 201 TDS को पानी यो 1500 मा आइसक्यो तपाईँको अहिले 1500 मा आइसकेको छ अब यो पानी हाम्रो झन्डै खान लायकको भइसक्यो होला होइन 215 TDS को 201 TDS को पानी हाम्रो नौकाको पानी छ अब अहिले तपाईँ हाम्रो चाहिँ 9 TDS आइसकेको छ भनेपछि सुरुली हाम्रो पानी चाहिँ लगभग घट्ने क्रममा छ होइन मलाई लाग्छ जहाँसम्म तपाईँको यो 8 भन्दा तल चाहिँ नखस्ला एभरेजमा 6 देखि 6 र 8 को बिचमा मात्रै फाइनल हुन्छ किनभने उहाँ दाइको घरमा पनि 6 TDS को पानी आइरहेको छ अहिलेसम्म होइन बिस्तारै अलिअलि बढ्दै गएको होला अब बिस्तारै मसिन 3-4 वर्ष पुरानो भइसक्यो अब 8-10 TDS स्लोली अलिअलि बढेको होला तर त्यति चाहिँ 50 TDSसम्म खान लायक हुन्छ आइडियल ड्रिङ्किङ वाटर हुन्छ होइन 0 लेभलदेखि 50 सम्म आइडियल ड्रिङ्किङ वाटर हुन्छ 50 देखि 150 200 सम्मको पानी एभरेजमा भनेको हाम्रो कार्बन फिल्ट्रेसन अथवा जमिनको मार्जिनली एक्सेप्टेबल पानीभित्र पर्छ कि होइन अनि त्यसपछि हाम्रो यो प्योर वाटर हाम्रो युभी बाजा छ यसको काम के हुन्छ भने अब पानीमा कति हावाको माध्यमबाट भाइरस कीटाणु छ अथवा पानीमा अझै सूक्ष्म चिजहरू बचेको छ भने त्यसले चाहिँ हाम्रो एक्सराले जसरी शरीरको हाम्रो चिजहरू पत्ता लगाउँछ नि त्यो किसिमले कीटाणुहरू मार्ने काम गर्छ त्यसपछि हाम्रो पानी जान्छ एक्टिभ कपर अल्कलाइन फिल्टरमा यसको काम भनेको पानी यदि अम्लीय गुण छ अथवा अम्लीय गुण भनेको त बुझ्नु होला नि एसिडिक वाटर छ भने तपाईँको त्यो पानीलाई चाहिँ अल्कलाइन वाटर बनाउने अथवा मिनरल्स युक्त बनाउने काम गर्ने हुन्छ यो हाम्रो दादाको घरमा एड गरिदिएको थियो सुन्नुहोस् न
हजुर प्योर पानी हामीले हालेर यहाँतिर जानुपर्छ अहिले चाहिँ यो तपाईँको बिचमा हामीले फिटिङ गरेर लास्टमा ढक्कन लगाइसकेपछि यहाँ जति भित्र हुन्छ यो पानी तपाईँको स्टोरेज हुन्छ अहिले चाहिँ यो खासमा हामीले चेक गर्नको लागि कतैबाट लिकेज छ कि भनेर चाहिँ बुझ्नको लागि हामीले खासमा यो पानी अहिले बाहिर नै राख्नु अब त्यसपछि यो रिजेक्टेड वाटर कन्टिन्यू आइरहन्छ हैन यो कस्तो हुन्छ भने हाम्रो रिजेक्ट वाटर तपाईँको जबसम्म मसिनले आफूलाई कन्टिन्युसली चाहिने जति पानी भर्दैन तबसम्म चाहिँ रिजेक्ट वाटर आउँछ किनभने स्विच अफ हुनु पर्यो हाम्रो मेसिनको पानी भरेर अब यहाँ भित्र एउटा सानो भल्भ छ सानो तपाईँको यो फ्लोट भल्भ छ फ्लोट भनेको तैरिने भल्भ छ अब त्यो पानी बिस्तारै बढ्दै जाँदाखेरि त्यो फ्लोट भल्भलाई चाहिँ माथि धकेल्छ अनि यहाँनिर यो सानो स्विच छ कालोवाला अनि तलतिरबाट सानो पिन आएर ठ्याक्क माथि धकेल्छ चाहिँ यसरी अफ गर्छ क्या हाम्रो होइन ठ्याक्क यो स्विचलाई चाहिँ हाम्रो यसरी मेसिनले आफै अफ गर्छ अब हेर्नु सिस्टम अफ भयो अब रिजेक्ट वाटर पनि हाम्रो अफ भइहाल्छ हैन यो भयो भने हाम्रो मेसिनले त्यसपछि गर्नु परेन अब हेर्नुहोस् बन्द गर्नु परेन यसबाट हाम्रो 220 देखि 240 भोल्टको एसी करेन्ट जान्छ एसी भनेको अल्टरनेट करेन्ट तर हाम्रो यो जुन एडाप्टर छ यो एडाप्टर भनेको 24 भोल्ट डीसी करेन्टमा चल्ने यसले हाम्रो करेन्टलाई बाइपास गरेर चेन्ज गर्ने आफ्नो मोडहरू एसी करेन्टलाई डीसीमा चेन्ज गर्ने डीसी करेन्ट भनेको 24 भोल्ट डीसी करेन्टमा जान्छ यो मोटर पनि 24 भोल्ट डीसी करेन्टमा चल्छ यो एचबी पनि अनि यो युबी पनि अनि हाम्रो यो तपाईको टीडीएस कन्ट्रोलर भनेको जस्तै अहिलेको हाम्रो 9 टीडीएस आछ नि हैन सर मलाई यसभन्दा अलि बढाएर टीडीएस दिनुस् भनेपछि हामीले यो भल्भलाई चाहिँ थोरै खोलेर चाहिँ थोरै बाइपास गरेर थोरै र वाटर हामीले एड गरिदिन्छ त्यसले टीडीएस इन्जेक्ट गरिदिन्छ त्यसैले गर्दा मेसिन जोड्यो भने प्योर वाटर खानलाई यो किन र वाटर एड गर्ने भनेर मैले जहिले पनि यो पोइन्टहरु चाहिँ अफ गरिदिन्छु कि ताकि हाम्रो पानीमा बाहिरी सतहबाट कुनै पनि फोहोर पानीको एड नहोस् प्युरिफाई भइसकेपछि भयो हैन किनभने हाम्रो कपर अल्कलाइन फिल्टर एड भइसकेपछि अनि हाम्रो पानीमा भएको यो आरोले पुरै छानेर फालेका हरेक अशुद्ध लेभलहरू एड भइसकेपछि यो पानी यसरी जान्छ यो पानी हाम्रो स्टोरमा जान्छ स्टोरमा गइसकेपछि अहिले तपाईको 1 लिटर पानी भर्नको लागि यसले चाहिँ 3 मिनेट 33 सेकेन्डदेखि लिएर तपाईको 4 मिनेट 17 सेकेन्ड भित्र चाहिँ यो 1 लिटर पानी गर्छ हैन तपाईको त्यहाँ हाम्रो 12 लिटरको एभरेज हो हैन यो कति यो पनि 12 तपाईको यो पनि 12 लिटरकै एभरेज हो तपाईको यो मेसिन भरिन हामीलाई कमसेकम पनि 35 देखि 36 मिनेट मात्रै लाग्छ यसरी हेर्नु पर्यो हैन सो अब यो पानी चाहिँ आउँछ त्यसपछि तपाईको हाम्रो टुटी यहाँ छ टुटीबाट झिक्ने हो हैन यसरी चाहिँ खाने हो 2 वर्षको हामीले चाहिँ तपाईलाई यो के तपाईको हाम्रो चाहिँ यो 2 वर्षको हामीले यसलाई पुरै बनाउने ग्यारेन्टी सहित दिन्छौँ 2 वर्षभित्र बिग्रियो केही भयो बनाउनु पर्यो सबै हामीले बनाउँछौँ अनि सर्भिस तपाईको हामीले 40 वटा सर्भिस भनेको 1 वर्षमा हामीले 3-4 वटा सर्भिस गर्न पर्छ तपाईको 4 वटा 40 वटा सर्भिस 10 वर्ष जति तपाईको कन्टिन्यू जान्छ त्यही भएर 10 वर्षसम्म यो मेसिनको आयु पनि भनौँ तपाईँ हामीले सोच्न सक्छौँ के हुन सक्छ अनि यसरी क्याल्कुलेसन गरेर हो र प्रत्येक दिन तपाईहरुले कम्तीमा पनि 20 लिटर पानी चाहिँ खानासाना पकाएर दाल तरकारी धोएर पिएर जे जसरी पनि हुन्छ खपत गर्न पर्छ कति भन्नुभयो कम्तीमा पनि 20 लिटर हैन तब बल्ल हामीले चाहिँ मेसिन किनेको एउटा उपयोगी हुन्छ 20 लिटर त मुठी नानीहरु इधर सबै पानी खान्छ अब सुन्नुस् अब तपाईहरुले मेसिन त राख्नु मेसिन त राख्नु अब आमाले फेरि तपाईको पानी हैन अब भात सात पकाउँदाखेरि चामल सामल धुँदाखेरि आमाले यसबाटै धोइदिनु होला हैन अब यो नगर्ने सिर्फ पिउने पानी बुझ्नुभयो अब पिउने पानी पनि यही हो अब भात सात धुँदाखेरि तपाईको चामल सामलमा थप्दा तरकारीमा हाल्दाखेरि अब स्याट्ट यहाँनिरबाट थाप्ने राख्ने त्यो भने बढी पानी खिच्ने भयो नभए म खाली 1 लिटर मात्रै दिन्छु त्यसैले हामीले खासमा क्याल्कुलेसन गर्छौँ त्यसैले तपाईँ हामीले चाहिँ तपाईबाट जुन पैसा लिन्छौँ नि त्यो पैसालाई हामीले कसरी हुन्छ वारेन्टी पिरियड भित्रै असुल होस् भन्ने चाहन्छौँ के बुझ्नुभयो यसरी हेर्दाखेरि अब म पानी उजै हुँदैन खाली एक्लै छु नै अब तपाईले बरु हुन्छ भने भाडाका मान्छे छन् भने उनीहरुले खाने आफ्नो व्यवहार मिल्ने नानी बहिनी कोही छन् भने उनीहरुलाई दिने हैन अब तर सुरक्षित चलाउन भन्ने यो भने के टुटी भने टुटाउनु भन्ने आगा अब यो टुटी आफै गरिन दिने अब त्यो बाउ पनि तलतिर दाग्नु तलतिर दाग्नु भयो तलतिर नदाग्नु यहाँ अलिकति बढी प्रेसर लाग्छ यसरी माथि पनि कम बलमा चाहिँ ठ्याक्क खुल्छ कि यसरी गर्ने अब तपाईको खाना साना पकाउँदाखेरि अब भान्सा नजिकै छ चामल पकाउँदाखेरि यही आउने हो स्याट्ट चामलमा पनि
पहिला धुनेमा यसले धोइहाल्ने तर लास्टमा यसले पकाउने पानी पानी धोएर त्यही पकाउँदाखेरि यसले पकाउने। अब माछा मासु खानुहुन्छ भने माछा मासु सागसब्जीमा पनि यही पानी एड गर्ने। अब सकेसम्म यो मेसिन जोडेको भनेको हामीले शुद्ध सफा र एकदम स्वस्थ रहित पानी खानको लागि भनेर हो। यसको उपयोग चाहिँ हामीले 100% हो। खाना बनाउने पानी पनि यही गर्नु न के यति मात्र यो यसमा बुझ्नु। तर हाम्रो धारो पनि ध्यान राख्नु यो धारो अब कहिलेकाहीँ हाम्रो यो मेसिन लिकेज भयो भने अनि तपाईँको जस्तै हाम्रो यो यसरी लागेको हुन्छ अनि यसमा चाहिँ बाफे जस्तो थोपाहरू पानीको आउन सक्छ। त्यस्तो भयो भने पनि हामीलाई तुरुन्त फोन गर्ने, हामी आफ्नो समय मिलाएर ट्याक्क आएर चाहिँ हेरेर पानी भित्र लिक भयो भने बाफ जस्तो आउँछ। पानी जम्मा भए थाहा भइहाल्छ त बाबु। यति मात्रै हो होइन सर। अब विशेष बुझ्नुपर्ने हामीले बुझाउनु पर्ने यति मात्रै हो होइन। अब एभरेजमा अब चाहिँ तल आइसक्यो होला हाम्रो टिडिएस पनि 6-7 मा हुन्छ हैन। 7 आइसकेको छ, 7-8 आइसकेको छ होइन। अब योभन्दा अब धेरै नघटोस् हाम्रो इच्छा पनि। अब तपाईँको एभरेजमा 6 देखि 8 टिडिएसमा स्टप हुन्छ होइन। योभन्दा तल हामीले यसलाई घटाउनु हुन्न, किन भनेपछि हामीले पानीमा पनि केही न केही पोषक तत्त्व राख्नु पर्यो। अब अघि नै हाम्रो 201 वटा बाहिरी पदार्थहरू पानीमा मिश्रित थिए भनेपछि अब चाहिँ 8 वटा मात्रै छ। त्यति मध्येमा भनेको हामीलाई क्याल्सियम, आइरन, साइरन, जिङ्क, कपर सपर चाहिन्छ। त्यो भनेको यसबाट एड हुने। यति मात्र बुझ्नुपर्ने कुरा होइन। अब यसो स्टप गरिदिने नि त यसलाई। अब हामीले अब स्टप गरेर अब यसलाई प्याक गरेर लास्टमा अब फोटो सुट हुन्छ। बस त्यति मात्र। हवस् त, धन्यवाद। थ्याङ्क यू।